तिम्रो सर तपाईँ चाहिँ बस्नु न तपाईँ बस्नु पर्यो नि यार यो बर्थडे चाहिँ कस्तो है यो केक चाहिँ कसो थाहा उनी चाहिँ अहिले यहाँ छ उहाँको बर्थडे हो सो हामी आज बर्थडे मनाइरहेको छौँ अनि यहाँ सोना डियर पनि यहाँ छैन डियर आछौ नि सबैजना हुनुहुन्छ फाइनली यहाँ मेला पनि छ सबैजना आउनु होला पिङहरू खेल्न इच्छुक हुनुहुन्छ भने आउनु होला है यस्तो डेन्जर गेम छ हेर्नुहोस् न यो डेन्जर गेम छ यस्तो डर लाग्ने यस्तो गेम छ जसको मुटु बलियो छ त्यो मान्छे आउनु होला है नेपालको पनि छु है सोना डेर पनि यहाँ साइडमा छ पुरा अड्किया छ नमस्कार आज हामी यो ललितपुर जिल्लाको यो फुटबल जाउलाखेल फुटबल मैदानमा छौँ चिडियाखानाको ठिक अपोजिट यहाँ चाहिँ जाउलाखेल यो ललितपुर टनेल एक्सपो चलिरहेछ र यहाँ एकदम रमाइलो छ र आज हामी अर्को झन् रमाइलो माहौलमा छौँ विशेष गरी आज हाम्रो लालीगुराँस मिडिया क्रिएसनका प्रमुख हाम्रो इन्द्र बिन्दासको चाहिँ जन्मदिन परेको छ र यो खुसियाली यो जन्मदिनलाई चाहिँ आज हामी यो जाउलाखेल टनेल एक्सपोमा हामी रमाइलो गरिरहेका छौँ र यहाँ हाम्रा विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वहरूको यो चाहिँ हाम्रो चाहिँ एउटा मास सबैजना यहाँ जम्मा भएका छौँ र एकदम भव्यताको साथमा चाहिँ जन्मदिन मनाइरहेका छौँ सबैभन्दा पहिला हामी सबैको तर्फबाट हाम्रो इन्द्र सरलाई चाहिँ जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना हामी व्यक्त गर्न चाहन्छौँ विशेष धन्यवाद सबैजनालाई किनकि आज यो ललितपुरमा नेपालकै पहिलोचोटि ललितपुरमा भइरहेको फिस टनेल एक्सपो 2082मा छौँ अहिले सम्पूर्ण आयोजक टिम लगायत मिडिया कर्मी साथीहरू धेरैभन्दा धेरै आज यस्तो संयोग पनि मिलेको छ मिडिया साथीहरूसँग पनि बसेर मेरो बर्थडेको पहिलोचोटि मैले केक काट्दैछु होइन यो एउटा खालको मैले त्यो सम्झना लायक दिन हुनेछ विशेष गरेर सुभाष सर नम्रा सर चन्द्रमणि सर लगायत है सम्पूर्ण सर है सबैको नाम लिनलाई मैले समग्रमा एक महिना हुन्छ को लागि सबैको बर्थडे सेलिब्रेसन पनि यहाँ आएर पनि गर्न सक्नुहुन्छ अनि यो महिनाको पैसाको 30 गतेसम्म सञ्चालन गर्नेछ हार्दिक नमस्ते मेरो नि अस्ति बर्थडे सेलिब्रेसन भयो थाहा छैन मेरो नि भयो अब त के काटिराख्नु सबैले भनौँ सबैले ह्यापी बर्थडे ह्यापी बर्थडे इन्द्र सर ह्यापी बर्थडे मेरो मात्रै सङ्गर्दै हो सङ्गर्दैबाट सेन्टर मैले गिफ्ट पनि दिनुपर्छ जुङ्ला नहेरे तपाईँले दिनुहोस् यहाँ त जन्मदिन बनाइसक्यो सर यार जन्मदिन मान्छेको दिन सबैजना ताली बजाउनु के दिनाजुलाई साली जोडेर गइहाल्यो नि यार हामी त भिडियो मात्रै बनाइरहेछौँ आउनु नानी म चाहिँ जाउला खेलमा छु दिदी यहाँनिर नेपालमै पहिलो ओके दिदी त्यति के भयो ए मेरो फोटो खिचेकै छैन यार के यार
होला त्यस्तै ह्याप्पी रहनु होला एममा जवान भइराख्नु होला एउटा बहिनी बोलाइदिन्छु म तपाईँकै घरमा बस्ने खानी गरेर राखिदिनु हो त एउटा बहिनी कलाकार रहेछ होइन हजुर फोटो